Hello everyone, right now we are in Calcutta. अहिले हामी क्यालकाटाको बजारमा घुमिरहेका छौं ट्याक्सीमा चढेर। खासमा हामी चाहिँ अहिले हावडा स्टेसनतिर गइरहेका छौं, हावडा ब्रिज क्रस गर्दै र हामी चाहिँ तिरुपतिको लागि गइरहेका छौं। त्यहाँबाट हाम्रो तिरुपति जाने ट्रेन भेटिन्छ र अहिले जुन बाहिर तपाईहरुले ब्रिज देख्दै हुनुहुन्छ नि, यसलाई चाहिँ हावडा ब्रिज भनिन्छ। यो चाहिँ 7 वन्डर्स मध्ये एउटा वन्डरमा पर्छ रे र यो ब्रिज कति ठुलो छ, कस्तो राम्रो छ, एकदमै ब्युटिफुल छ। र एकछिनमा हामी अब हावडा स्टेसन पुग्छौं। वाउ, अहिले हामी हावडा स्टेसन आइसकेका छौं। यो स्टेसन चाहिँ एसियाकै सबैभन्दा ठुलो स्टेसन हो र हामी यहीँबाट तिरुपतिको लागि ट्रेन लिन्छौं। कस्तो ठुलो, कस्तो ब्युटिफुल स्टेसन छ यो। नयाँ फल पाएको छ हामीले, यसको नाम खोइ के हो थाहा भएन, तर इट्स लुकिङ सो ब्युटिफुल है। जुसी पनि छ जस्तो छ है। खान्छु त। ल ल ल जाम, मिठो छ है। अब हामीहरू तिरुपति जानको लागि रेडी पोजिसनमा छौँ। हाम्रो रेल अहिले छुट्दैछ। रेलको पटरीहरू देख्न सक्नुहुन्छ हजुरले, कति धेरै रेलको पटरीहरू। यो रेल चाहिँ हामी बसेको यो रेल चाहिँ कम्प्लिटली एसी वाला रेल हो। ल हामी साउथ इन्डिया आइसक्यौँ, ट्रेनबाट उठिसक्यौँ। अब यसपछि हामी तिरुपति जान्छौँ। यहाँ अब हामी माइजूले केरा बाँड्दै हुइसिन्छ। यो म भ्लग बनाउने हो है, हजुरलाई कुनै आपत्ति छ? म सबैको कन्सेन्ट दिन चाहन्छु। ठुलो मामाले खाँदै हुइसिन्छ। कैसे है भैया ये समोसा? 30 रुपियाँको हो। अब हामी लाग्यौँ हाम्रो आश्रमतिर, आफ्नो आफ्नो ब्याग बोक्दै। र अलिअलि ब्याग चाहिँ हाम्रो ब्याग कुलीले पनि बोक्नु भएको छ र धमाधम छ हामीलाई। आफ्ना सामान परे नि हजुर, अघि रेस्टाले छोडे जस्तो त भएको छैन नि। छैन अहिले त यिनीले थाहा पाइनन्, पहिलोपट्टि हो यसले थाहा पाइन, नभए त हाम्रा मुनि लगेर लुकाइदिन्छन्। चाहिँ अब हाम्रो होटेलमा आयौँ अनि त्यसपछि फ्रेस भएर अब चाहिँ यसो बाहिर निस्किन लाग्यो। अगाडि हुनुहुन्छ सबैजना। यो येल्लो कलरको चाहिँ हामी बसेको धर्मस्थल हो र हामी चाहिँ सबैजना बाहिर निस्किने, तिरुपतिको टिकट काट्ने भनेर निस्केका थियौँ।
तर अनफर्चुनेटली म माइजू र प्रनिल हामी 3 जना चाहिँ छुट्यौँ अरू चाहिँ टिकट काट्न जानुभयो अनि हामी के गर्ने भनेर बाहिर बसेर अब लस्सी खाम भन्न थाल्यौँ र एउटा पन्जाबी ढाबामा छिरेर लस्सीहरू खान थाल्यौँ रबडी खान्छौँ अनि छाँच पनि मगाएका छौँ रबडी पनि मगाएका छौँ टेस्ट गरौँ न कस्तो हुँदो रहेछ साउथ इन्डियाको होइन अनि हामी खान्छौँ अहिले एकछिनमा मेरो ठुलो माइजू हुनुहुन्छ उहाँ एकदमै फ्री स्पिरिट हो ठुलो माइजू भनेको ल हाम्रो छाँच आयो माइजू लग्नुहोस् हजुर पनि लिस्यो ल मेरो रबडी पनि आयो यति सानोमा उहाँहरूको त ठुल्ठुलोमा मेरो चाहिँ सानोमा अब हामी नरिवल पानी खान आएका छौँ नरिवल पानी हेल्थको लागि एकदमै राम्रो हुन्छ लिनुहोस् अहिले म फोटो पनि खिचिदिन्छु खान लाग्यो पहिला भिडियो अब कस्तो छ भिडियो मिठो छ ए कस्तो छ नारियल मिठो छ फर्स्ट क्लास ल मेरो पनि आयो अब सेल्फी तिनैजनाको सेल्फी त्यहाँ एउटा मन्दिर पनि थियो हामी त्यो मन्दिर पनि दर्शन गऱ्यौँ राम्रो मन्दिर थियो त्यहाँ चाहिँ कुनै ओकेजन परेकाले भिडभाड पनि धेरै नै थियो हामी पनि दर्शन गर्न गयौँ साह्रै रमाइलो भयो कस्तो राम्रो ठाउँ है बेलुका फेरि हामी घुम्न निस्क्यौँ म प्रनिल र सृजना बहिनी र यहाँ चाहिँ नाइट लाइफ भएको कारणले गर्दा साह्रै रमाइलो रहेछ उज्यालो सेफ पनि मलाई चाहिँ डोसा खाने मन थियो साउथ इन्डियाको र हामीले बेलुकाको खाना डोसा नै खायौँ अनि त्यसपछि चाहिँ हामीले एकदमै रमाइलो गऱ्यौँ थ्याङ्क यू फर वाचिङ प्लिज डोन्ट फर्गेट टु लाइक कमेन्ट एन्ड सब्सक्राइब बाई बाई